नेपाली सिरो चाली संसारमा लम्किन्छ झुम्किरी चाहिँ ज्योति बाले अन्धकारमा चम्किन्छ यो नेपाली सिरो चाली संसारमा नमस्ते, मेरो नाम छ विकेश श्री नारायण सेकेन्डरी स्कुलदेखि आज हामी कक्षा 10 को 2022 साल विदाई कार्यक्रम सुरु हुँदैछ। चाहे झुकोस् नीलो आकाश यो नेपाली झुक्दैन, चाहे झुकोस् नीलो आकाश यो नेपाली झुक्दैन, चाहे रुकोस् चिसो बातास यो नेपाली रुक्दैन, चाहे रुकोस् चिसो बातास यो नेपाली। वर्षौंदेखि पढेर अहिलेसम्म हामीले कन्सेप्टमा आइरन गेटैको रूपमा 80 सालको एससी परीक्षामा आज हामी विदाई त भन्दैनौँ, किनभने 9 देखि 12 कक्षालाई माध्यमिक तहको रूपमा दिइरहेका छौँ। त्यही भएर हामी यहाँ पनि बधाई तथा शुभकामना। आफूले जानेका कुराहरू नाचिएर 3 घण्टा प्रत्येक विषयको 3 घण्टामा परीक्षा दिनुपर्ने दिन आयोजना गरेका छौँ। यस कार्यक्रमको अध्यक्षता गरिदिनु हुनको लागि यसै विद्यालयको आदरणीय श्री बाबुतङ गौतमजीलाई हार्दिक धन्यवाद। यसै गरी मावि शिक्षक श्री पुष्पलता सुवेदीज्यूलाई पनि आसन ग्रहण गरिदिनु हार्दिक। यसै गरी बहुमुखी प्रतिभाको धनी हरेक क्षेत्रमा पर्फेक्ट हाम्रो अङ्ग्रेजी शिक्षक सुनिल दत्त चौधरी सरलाई पनि आसन गर्ने यथास्थानमा आसन समयदेखि गणित विज्ञान अध्यापन गर्दै आउनुभएको श्री बसन्त कुमार मण्डलज्यूलाई आदरणीय सर श्री घमण्ड शाहीलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि। अब सामान्य औपचारिक कार्यक्रम गर्न गइरहेको हुँदा कक्षा 9 का भाइ बहिनीहरूबाट केही शुभकामना आदान प्रदान अथवा आफ्नो भावना राखिदिनको लागि। नमस्ते, मेरो नाम दुर्गा शर्मा हो। म कक्षा 9 मा पढ्छु। आज 10 क्लासको दिदी दाइहरूलाई शुभकामना कार्यक्रम गर्दैछौँ हामीहरूले 9 क्लासकोले, र आज हामीहरू दाइ दिदीहरूलाई एसीको बधाई पनि दिनेछौँ र उहाँहरूलाई बिदाई पनि गर्नेछौँ। आजदेखि हामी छुट्टिन्छौँ अनि धन्यवाद। र आफ्नो विचार राखिदिनको लागि श्रीमती कला हुनुहुन्छ। मेरो नाम सीमा दिप, म यस विद्यालयकी कक्षा 9 मा पढ्ने छात्र र आज हुन गइरहेको 10 को एससी ब्याच 2082 साललाई बधाई तथा शुभकामना दिँदै म कक्षा 10 मा पढ्ने दिदी तथा दाइहरूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। धन्यवाद। भाइ बहिनीहरूलाई शुभकामना तथा बधाई दिनको लागि यसै विद्यालयको शिक्षक म्याडम पुष्पलता सुवेदीज्यूलाई हार्दिक अनुरोध। म आसन ग्रहणलाई जोड्न गइरहेको छु। हाम्रो यसै विद्यालयको शिक्षक म्याडम श्री लक्ष्मी शर्मालाई आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध। यसै गरी ललिता थापालाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि अनुरोध गर्छु। यसै गरी धना कुमारी धनमाया थापालाई आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्छु। यसै गरी मुनिर अहमद खाँ सरलाई आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्छु। ल अब आफ्नो मन्तव्य जोडिदिनु हुनको लागि पुष्पलता सुवेदी म्यामलाई अनुरोध गर्छु। 2082 को बधाई तथा शुभकामना कार्यक्रममा मलाई बोल्ने अवसर दिनुभएकोमा यस विद्यालयका शिक्षक श्री
कमल सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रमको अध्यक्ष र बाबु तरुण सर, मेरा सहकर्मी साथीहरू, म्याडमहरू र मेरा प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, हामीले यतिसम्म यिनीहरूलाई दुःख सुख गरेर राम्रोसँग जे जसो जानिएको छ तिनीहरूलाई जति ज्ञान दिन सक्छौँ हामीले सकभर ज्ञान दिने प्रयास गऱ्यौँ र तिनीहरूले पनि लिने प्रयास गर्यो। यस क्रममा अब तिनीहरूले एसएलसी दिने बेला सबभन्दा के गर्नु भनेपछि क्वेसनहरू नछुटाउने, सबै क्वेसनहरू गर्ने, धेरै नआत्तिने, धेरै नमात्तिने, हल्ला नगर्ने। मान्छे के भन्छन्, घुसखुसेले ताल पार्यो, चकचकेले गाल पार्यो भन्छ। घुसखुसे हुने, चकचके नहुने, राम्रो पनि नारायण स्कुलको इज्जत राखौला भन्ने आशा गर्दै र 9का बच्चाहरूले धेरै मेहनत गरेर कहाँ कहाँबाट कसरी अहिले पैसाहरू उठाएर सकभर आफ्नो साथीहरूलाई शुभकामना दिनको लागि धेरै मेहनत गरी पैसाहरू लिएर पहिलाको तुलनामा अहिले धेरै पैसाहरू जम्मा गरेर राम्रो गरी बिदाई दिइरहेका, बिदाई सरी बधाई तथा शुभकामना कार्यक्रम गरेको हुनाले 9का बच्चाहरूलाई पनि धेरै धेरै मेरो तर्फबाट बधाई छ। धन्यवाद। मा पुष्पलता म्याडमलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। त्यसै गरी कक्षा 9का भाइ ललित पुलले आफ्नो विचार राख्न चाहेको हुनाले आफ्नो विचार राखिदिनको लागि ललित पुललाई सबैजनालाई नमस्कार। आजको यस कक्षा 10को विद्यार्थीहरूको विदाईको कार्यक्रममा उहाँलाई यहाँसम्म उपस्थित भएर बोल्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु र म 10 कक्षाको विद्यार्थीहरू यस आउँदै गरेको यसमा के छ मतलब त्यहाँ एक्जाम दिने ठाउँमा राम्रोसँग गर्नु भन्ने चाहन्छु। र अर्को विषय छ हाम्रो विद्यालयको कमजोर परिस्थिति। विद्यालयले हाम्रो मागहरू पुरा गर्न नसकेको भन्न चाहिँ चाहन्छु। हामीले पढाइ त हाम्रो क्लासमा एकदमै राम्रो हुन्छ, तर पनि अर्को कुरा रहेको छ जस्तै हामीले मोनिटर सुमा एकजना आउनुहोस् र बोइजबाट एकजना को छ मोनिटर? ल ललित आऊ अगाडि यहाँ ल क्रमिक रूपमा कक्षा झुकोस् नीलो आकाश, यो नेपाली झुक्दैन। चाहे झुकोस् नीलो आकाश, यो नेपाली झुक्दैन। चाहे रुकोस् चिसो बतास, यो नेपाली रुक्दैन। चाहे रुकोस् चिसो बतास, यो नेपाली एकातिर तराईको चार कोसे झाडी छ। एकातिर तराईको चार कोसे झाडी छ। अर्कोतिर उच्च सिरा ठुल्ठुलो पहाडी छ। अर्कोतिर उच्च सिरा ठुल्ठुला पहाडी छ। जुन किरी चाहिँ ज्योति बाली अन्धकारमा चम्किन्छ। यो नेपाली सिमचाली संसारमा लम्किन्छ। जन्मे यही गौतम बुद्ध, शान्तिका
विजय गर्ने यही देशका हुन् सपूत सगरमाथा विजय गर्ने यही देशका हुन् सपूत जुनकीरी जय ज्योति बाली अन्धकारमा चम्किन्छ यो नेपाली शिर उचाली संसारमा लम्किन्छ यो नेपाली शिर उचाली संसारमा लम्किन्छ यो नेपाली शिर उचाली संसारमा लम्किन्छ यो नेपाली शिर उचाली यस कार्यक्रममा उपस्थित हाम्रो नारायण माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षकज्यूहरू, कक्षा 10 का भाइ बहिनीहरू, कक्षा 9 का भाइ बहिनीहरू, सबैलाई म नारायण माध्यमिक विद्यालयको तर्फबाट स्वागत गर्न चाहन्छु र कक्षा 9 का भाइ बहिनीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु कि यस्तो शुभकामना तथा बधाई कार्यक्रमको आयोजना गरेर हामीलाई केही कुरा विद्यार्थीहरूबाट पनि सिक्ने मौका दिएको र केही 10 का विद्यार्थीहरूलाई पनि जिम्मेवारी बोध हुने यसरी पठाएको। म वहाँ गएर फेल भयो भने त कसरी मुख देखाउने होला भन्ने पनि समस्या हुन्छ, जसले गर्दा समय छ, अझै समय छ। 19 गतेबाट हो विद्यार्थी भाइ बहिनीहरू जुन दिन जाग्यो त्यो दिनबाट नै उज्यालो हुन्छ। सुतेको भने सुतेको सुतै हो। यो उमेरमा घुम्न मन लाग्ने, मोबाइल खेलाउन मन लाग्ने, गलत हरकत गर्न मन लाग्ने उमेर पनि हो र पढ्नु पर्ने उमेर पनि यही बेला हो। एकदम संक्रमणकालीन उमेर भएको हुनाले यो बेलामा कमसेकम 51% सकारात्मकतिर हामीले आफ्नो दिमागलाई केन्द्रित गर्न सक्यौँ भने सफलता हाम्रो हातमा हुन्छ। कोही विद्यार्थी म कमजोर छु, म त एकदम पछाडि बस्छु, सरले पनि पिट्छन् अथवा नपिटे पनि सरले पनि मलाई त्यति वास्ता गर्नुहुन्न, अलि जान्नेलाई मात्र वास्ता गर्नुहुन्छ भन्ने फिलिङ्स भएको बच्चाहरू पनि हुन्छ। त्यस्तो बच्चाले संसार जितेको, संसारको नम्बर 1 धनी भएको र संसारमा राम्रो राम्रो फर्मुलाहरू, साइन्सको मेन फर्मुलाहरू प्रकाशित गरेको वैज्ञानिक भएको कमजोर बच्चाहरू पनि छन्। ब्याक बेन्चर्सलाई त्यसलाई ब्याक बेन्चर्स, त्यसले पनि राम्रो तहलका मच्चाको संसार छ। निराशा हुनु हुँदैन, कहिले पनि आशावादी हुनु पर्यो, जीवनप्रति आशावादी हुनु पर्यो। म त केही गर्न सक्दैन, मेरो बाबामा अलिकति कमजोर भयो, मलाई पढ्ने ठाउँमा राखेनन्, बोर्डिङ स्कुलमा हाले भए हुन्थ्यो, उहाँ हाले भए हुन्थ्यो, यस्तो गरेर भए हुन्थ्यो, यस्तो गरेर हुन्थ्यो। यो कतै हालेर दिमागभित्र घुसाउने मसिन छैन। तिमी चाहे बुढा मिल्खन पढ, चाहे नारायण स्कुल पढ, कहीँ पढ, हुने मान्छे तीव्र बुद्धिको त्यो जहाँ गएर पनि त्यसको किस्मत र त्यसको मेहनत साथमा लाग्यो भने त्यो ठाउँमा पुगिहाल्छ। तिमीलाई एउटा कुरा क्लियर के थाहा हुनुपर्छ भने म यहाँ लगायत सबै सरहरू हामी सबै तिमी जस्तै जिन्दगी गुजारेर आएको। तिमीले जे जिन्दगी गुजारेर आएको छ त्यो अपेक्षा हामीलाई पनि हुन्थ्यो त्यो उमेरमा। म यही स्कुलमा सेन्टर पढेर जस्तै साथीहरू कोही ठेलागाडा चलाएर हिँड्ने पनि भए, कमजोर भए, पढ्न सकेनन्, त्यो उमेरमा गर्न सकेन, तिमीको पाठ अलगै भयो। यही संसारमा दुई प्रकारका मान्छे भेटिए, एउटा अलि पढे लेखे गरेर आफ्नो जिन्दगी सफल बनाउँदै राम्रो बन्दै हुने, एउटा असफल भएर नराम्रो अलिकति जिन्दगी त उसको पनि सफलै हुन्छ तर काम गर्ने शैली दिमागले काम गर्ने कि शरीरले काम गर्ने भन्ने हुन्छ। दुई प्रकारको हुन्छ। दिमागले काम गर्यो भने बसी बसी पैसा आउँछ, शरीरले काम गर्यो भने दुःख गर्ने, खाने, पुसे सक्यो, बचत पनि हुन्न, केही पनि हुँदैन। त्यसले गर्दा दिमागले काम गर्ने बनाउन लागि दिमागमा सकारात्मक सोचहरू, गणितको अभ्यासहरू, अल्जेब्रादेखि ट्रिग्नोमेट्रीहरू, कहिले कहीँ के सरकारी बजारमा के काम लाग्छ र भने कहिले तिमीले जानेको भन्दा त कमै चिजहरू लाग्छ। यो A+B को होल स्क्वायर त त्यस्तो ठाउँमा काम लाग्दैन, कठिन भन्दा कठिन चिजहरू त्यस्तो ठाउँमा काम लाग्दैन भनेर होइन। दिमागको तार्किक क्षमता र दिमागको सोच्ने, के गर्न सक्ने, के प्रगति गर्न सक्ने क्षमता नै गणित लगायतका यिनी सबै विषयहरूले हामीलाई प्रदान गर्छन् भनेर सरकारले पाठ्यक्रम तोकेछ। यही पाठ्यक्रम बुढा निर्देशनमा पढाइ हुन्छ, यही पाठ्यक्रम तिमीलाई पनि पढाइ हुन्छ। हाम्रो सरहरू सबै कम्पिटिसन परीक्षा दिएर पास भएर यहाँ आउनु भएको सरहरू हुनुहुन्छ। अहिले भर्खर हाम्रो यहाँ गभर्नर सरहरू हुनुहुन्छ, निगाजीमा थाहै भएर आउनु भएको नाम निकालेर अहिले उहाँ 20-21 वर्ष हुनुहुन्छ। एसएलसी दिने बित्तिकै 12 पास हुने बित्तिकै जागिर उहाँले थाहै प्रावि खाइहाल्नु भयो। अब 12 पास भयो, पछि थाहै प्रावि गरेर 1 वर्ष हुन नपर्ने नारायण स्कुलमा आइहाल्नु, उहाँको भाग्यले तानिहाल्यो। मैले नेपाली विषयको सर ल्याउनु खोजेको, उहाँ सामाजिक भयो, जबरजस्ती आउनुभयो यहीँ। त्यसले गर्दाखेरि यस्तो उदाहरण उहाँ पनि सरकारी पढेको, हामी सबै सरकारी पढेको। तिमीले त्यस्तो निराश हुनुपर्ने ठाउँ छैन। इच्छा मेरो म झन् खेलकुदमा बढी ध्यान दिने मान्छे, म आफै खेलेको मान्छे। तर समस्या कस्तो छ भने तिम्रो मात्रै हेरेर भएन, मैले तलका भाइ बहिनीहरूको पनि हेर्नुपर्छ।
खेलकुदको लागि फिल्ड प्रयोग गर्ने बित्तिकै दिनभरिको पढाइलाई थालिनु हुन्छ। एक त मलाई कसै के गरी हुन्छ, पढाइ होस्, कुन वातावरण सिर्जना गरेर पढाइ होस् भन्ने मैले पढाइमा ध्यान दिनु। खेलकुद त तिमीहरू अरू बेला गएर पनि खेल्यो, लग रङशालामा गएर राम्रै गरेर तिमीहरूले त्यस्तै नराम्रो भने छैन। र मार्च पासमा यताउता अरू स्कुलको भन्दा त इज्जत मेरो राम्रै गरेको छ, त्यो बाहिर पनि भएको छ। अरू स्कुल भन्दा हाम्रो चाहिँ राम्रै गरेको छ, तिमीहरूले त्यस्तो नराम्रो केही मैले भेटाएको छैन, राम्रो गरेका छौ। अब तिमी 10 का भाइ बहिनीहरूलाई विशेष गरेर म के भन्छु भने खाने फुक्ने यता उहुने उता उहुने जे गर्नु छ नबोलेर त्यो हल्ला गर्ने, ओ मलाई ल्या तैँले यो 8 नम्बर गरी सुनाइ यहाँ ल्या भने बिगुर्ने मिलाएर सुस्त कमसेकम इज्जत मर्यादा। त्यहाँ बस्ने शिक्षक हुन्छ, त्यसको पनि जागिर हुन्छ, त्यसको जागिर पनि बचाउनु पर्यो, त्यसको पेटमा उगाउनु भएन। त्यसले गर्दा आफू रहेर आफ्नो काम चाहिँ बनाउनु पर्यो। आफ्नो काम बनाउनु पर्यो नि, खेल त हुनु भएन नि केही गरी। अनि म्याडमले भनिहाल्नु भयो खेल नहुने एकदमै टाइट भयो भने सबै प्रश्नको उत्तर नजाने पनि केही न केही लेखेर केही गर्यो भने एक नम्बर दिएर पनि 32 अथवा कति पाउने हो तिमीले 24 नम्बर पाएको 28 पाएको उदाहरण छ। हामीले काबी जाँच्छौँ, हामीले पनि दिन्छौँ। गणितमा एउटा पनि हिसाब हुन्न, जानेको सही एउटा हुन्न, पास भएको हुन्छ। अचम्म देखिन्छ काबी जाँदाखेरि एउटा हिसाबको अनुसार सही हुन्न, तर त्यो पास कसरी भयो होला भन्दा स्टेपमा नम्बर दिन्छ नि त। एउटा स्टेप भयो 1 नम्बर पायो, अर्को स्टेप भयो स्टेपमा नम्बर दिने नियम आएको नि अहिले त। पहिला जस्तो नम्बर पुरै गल्ती भयो भने 0 गरिदिने भन्ने छैन। सामाजिकमा त्यस्तै छ, नेपालीमा त्यस्तै छ। त्यसले गर्दा पास हुनलाई यति दुःख छैन। आजबाट पढ, राम्रोसित होस्, तिमीहरूको भविष्य उज्जवल होस्, यो संसारमा बाबुआमा पछि गुरु नै हो, आफूभन्दा ठुलो मान्छे होस् भन्ने कामना। मभन्दा के अरे मेरो विद्यार्थीहरू मभन्दा ठुलो ठाउँमा पुगेको मैले देख्न पाऊँ, कहीँ जाँदा पनि भेट होस्, यो तिमीहरू सबैलाई मैले शुभकामना दिन चाहन्छु र राम्रो हुन्छ। र एउटा अर्को कुरा, नारायण स्कुलमा कक्षा 11 र 12 यहीँ भएको सरहरूले अब पढाउनुहुन्छ। अर्को वर्षबाट यहीँ सरहरूले पढाउने हो 11 12 दिउँसोमै पढाइ हुन्छ होला जहाँसम्म। यस्तै जसरी 9 चल्यो 10 चल्यो त्यस्तै 11 12 पनि चल्छ। हाम्रो यहाँ 11 र 12 पढ्ने यही स्कुलको बच्चालाई हामीले चाहिँ 15,000 रुपियाँ पुरस्कार राखेको छ। एउटा केटा एउटा केटी जो यो स्कुलमा पढ्छ, जसको नम्बर सबभन्दा बढी हुन्छ, एउटालाई 15,000 अर्कोलाई 15,000 पुरस्कार। एउटा अमेरिका बस्ने डाक्टरले यो स्कुलबाट 10 कक्षा पास गरेको हुनाले मैले यो स्कुलमा पढेँ, मैले यो स्कुलको विद्यार्थीलाई केही गर्नुपर्छ भनेर उसले उहाँ अमेरिकाबाट पैसा पठाउँछ। त्यो 15,000 तिमीहरूको खातामा हामीले हाल्छौँ। त्यो उसले उहाँबाट पैसा पठाउँछ। यहाँ यो स्कुललाई कति माया गर्छ मान्छे, अमेरिकाको मान्छेले माया गर्छ। यहाँ छ, यहाँबाट गएर अमेरिका डाक्टर सुरज श्रेष्ठ नाम पनि तिमीले सम्झिराख। ऊ यो स्कुलबाट पढेको आइजिपी थियो, शैलेन्द्र श्रेष्ठ भन्ने। यही स्कुलबाट पढेको गृह सचिव थियो। ठुला मान्छे तिमी काठमाडौँ गएर कुनै पनि अफिसमा जाऊ, नारायण स्कुल नाम सबले थाहा पाउँछ। त्यो इतिहासलाई हामीले अगाडि बढाउँदै लैजान्छौँ, गर्छौँ। तिम्रो बच्चाले यो होइन, यो छैन, ऊ छैन, अहिले नराम्रो भयो पछि राम्रो हुन्छ। अनि बच्चा नराम्रो हुन्छ र सधैँ नराम्रो होइन। कुनै दिन त जाएला कसैले मैले भनेको मेरो 300 गरेर पनि यो सरले यस्तो भनेको त्यसलाई देखाउँछु भनेर परिहाल्छ कि भनेर म पनि यति बोलिरहेको छु होइन। कोही साथीभाइहरूले 300 गरेर, जस्तो मैले कपडा लाउनु बेल्ट लाउनु जाने एक्चुअली होइन। मलाई एउटा साथीले भने हे यो त बेल्ट लाउनु पनि जाने छैन भन्यो। अर्को बेला मैले बेल्ट सही लाउनु आएँ भने मैले कसैले केही भनेर सिकाउँछ कि त्यसलाई नराम्रो मलाई किन जस्तो भनिस् भने हामी जानु भएन। त्यसलाई त सकारात्मक रूपमा लिने। मलाई हिस्सा मैले कपाल गरेर नजानेको, कपाल बाट्न जानेको थिएँ नि, यसले झिस्लाई भनेर अब कपाल बाट्न त सिकेको पनि सिक्नु। अर्को झिका राम्रो चटक्क पढेर अनुशासित भएर आयो। त्यसले गर्दाखेरि सबै अनुशासन नभएमा केही पनि हुन्न। तिमीले सबभन्दा पहिला आफ्नो बाबाको इज्जत गर्नु पर्यो। पहिला आफू ठुलो मान्छे हुनु पर्यो। तिमी ठुलो मान्छे भएपछि बाबामा ठुलो मान्छे हुन्छ, समाज ठुलो हुन्छ, हामी त त्यसै ठुलो भइहाल्छ। त्यसले गर्दाखेरि पहिला तिमीहरू आफ्नो सफल भइहाल, तिम्रो आफ्नो जीवन सफल होस् भन्दै 9 का भाइ बहिनीहरूलाई विशेष धन्यवाद दिँदै र 10 का शुभकामना दिन्छु। र तिमीहरूको पछि म लागिरहन्छु। यो अहिले आयो त्यो लाग्यो भयो होइन। म तिमीहरूको पछि जिन्दगीभरि तिमीहरूलाई जहाँ समस्या पर्छ त्यहाँ यो स्कुलको सबै सरहरू म्याडमहरू हामी तिमीहरूको साथमा छौँ। तिम्रो 11 12 BA एमए जहाँ पर्दा पनि हाम्रो सहयोग खाँचो पर्छ, हामी गर्न तयार रहेको जानकारी गराउँदै र सबै विद्यार्थी पास हुन्छन् भन्ने मलाई होप छ। यो वर्ष हाम्रो 33 जना बच्चा छन्, 33 होइन 33 जना बच्चा छन्, एउटा फेल हुन्छन् भन्ने त्यो 33 भएको हुनाले मलाई आश छ, विश्वास छ। त्यो तिमीले त्यो विश्वासमा खरा उत्रिन्छौ भन्ने मैले चाहिँ शुभकामना दिन्छु, बधाई दिन्छु। र तिमीहरूलाई चाहिँ अगाडि जीवन मेहनत गर्ने बच्चा राम्रो हुन्छ, मेहनत गर, चुटको भर धेरै नपर भन्दै मेरो 2 शब्द यही अन्त्य गर्छु। धन्यवाद। मात्रै हुन्छ यो, यहाँ किन गडबड भयो भने वरपर समाजले विरोध गर्छ, समाजले विरोध गर्ने
निकै नै गाह्रो हुँदो रहेछ। सर्वप्रथम म मेरा गुरुबाहरूलाई सबैजनालाई धन्यवाद दिन चाहन्छु, किनकि उहाँहरूले हामीलाई राम्रो बाटो देखाइदिनु भयो, हामीले गल्ती गर्दा पनि सुधार दिनुभयो। त्यसको लागि म माथि पनि माग्न चाहन्छु र अनि धेरै धेरै धन्यवाद हुने सरलाई हामीलाई पढाइ सँगसँगै धेरै जीवनको बारेमा पनि धेरै कुरा सिकाउनु भयो। धन्यवाद।